मान्य सभामुख महोदय, मान्य सदस्यज्यूहरूले धेरै दिनदेखि प्रश्न सोध्न खोज्नु भएको रहेछ, त्यसको निम्ति समय दिन हजुरलाई अनुरोध गर्न चाहन्छु। थाहा भयो जङ्गलमा चाहिँ बाघ नहुने जेल मात्रै रहेछ, स्यालको रजाइ हुने, स्यालहरू हाउ र हाउ गर्ने। जङ्गलमा बाघ छिरिसकेपछि त स्यालहरू जति त टाङमुनि पुच्छर हालेर पट्टाटोल भागे, कहाँ भागे थाहा नै छैन। अहिले त्यस्तै भएको छ। रोस्टममा प्रधानमन्त्री चाहियो, प्रधानमन्त्री जवाफदेही हुनु पर्यो, आउनु पर्यो भन्थ्यो हर्क साम्बाङ है। अहिले त रोस्टममा प्रधानमन्त्री छ, हर्क साम्बाङ छैन, हर्क साम्बाङ छ, प्रधानमन्त्री छैन। यो त मजा आएन हो हर्क साम्बाङज्यू, मजा आएन है। यसरी चाहिँ नि रिसाको गर्लफ्रेन्ड बोयफ्रेन्ड जस्तो भएर है हिँड्नु भएन। स्ट्याटस मात्रै लेखेर हुँदैन है। औपचारिक रूपमा भेटघाट अन्तर्क्रिया कार्यक्रम पनि गर्नु पर्यो। नआउनु जेल चाहिँ आएन भनेर बरक उफ्रिने, मान्छे कुटाउन चाहिँ गरेर अनि संसदमा प्रधानमन्त्री आएपछि चाहिँ अनि पटाटोल भाग दिने, यस्तो त हुँदैन नि त। हामी चाहिँ नि यहाँ कम त आतुरमा थियौँ, ओहो अब त प्रधानमन्त्री आउने भयो होइन, हर्क साम्बाले चाहिँ खतरा प्रश्नहरू गर्छ होला भने त हर्क साम्बाको नाम निशाना छैन भनेको।